वेलकम छ हजुरहरूलाई मेरो न्यू ब्लगमा र आज मेरो सुरुवात हुँदैछ यहाँ सिंहमारीदेखिको है। मेरो ब्लग त आज यहाँ सिंहमारीदेखि स्टार्ट हुँदैछ र आज म के चाहिँ भन्नु चाहन्छु भने हामी भने त अब कहाँ जाँदैछौँ भने यहाँनिर लन्ड्री बाँड्नु जाँदैछौँ कि हामी त साथी हो है। हाम्रो चाहिँ लन्ड्री यहाँ राखिरहेको छ र लन्ड्री बाँड्नु जाँदैछौँ हामी चाहिँ लन्ड्रीमा। म यहाँनिर ब्ल्याङ्केटहरू राखिरहेको छ है। यस्तै हो साथी हो, हामी चाहिँ अब तलनिर जाँदैछौँ नि त, कहाँनिर भन्दाखेरि भोटे गाउँ जाँदैछौँ हो। बजार पनि जान्छौँ हामी अब एकछिन त बजार गएर हामी तेल लिएर आउनेछौँ। अनि तेल लिएर आएर लन्ड्री बाँडेर अनि म चाहिँ जामुने जानेछु र हजुरहरूलाई सबै कुरो देखाउनेछु बिस्तारै बिस्तारै। र हजुरहरूले पुरै भिडियो हेरिदिनुहुन्छ भनेर पुरा आशा राख्छु र भाइको भिडियो कस्तो के लाग्छ कमेन्ट गरिदिनुहोस् होला। सब्सक्राइब नगर्नेहरूले सब्सक्राइब गरिदिनुहोस् होला र भिडियोले हेरेर त के कस्तो लाग्छ हजुरहरूले भनिदिनुहोस् होला है कमेन्टमा। ल फाइनली गाइस हामी यहाँनिर आयौँ, बजार आइपुग्यौँ हो। यहाँनिर यो पेट्रोल पम्पमा आइपुगिसकिसक्यौँ। यहाँ पेट्रोल पम्पमा आएर चाहिँ हामी तेल हाल्दैछौँ। यहाँनिर यो भाइले तेल हाल्दैछ है। भिडियो बनाइदिएको हो, तेल हाल्दैछ। हाम्रो त तेल हालेर एकदमै जाने हो। ल गाइस हामी त तेल सेल हालिसकेर पनि अब चाहिँ लागेको एकदमै तेल सेल हालिसक्यौँ। अब हामी त फेरि सिंहमारी वापस लागेको सिधै भालेढुङ्गा। हेरिहाल्नुहोस् नजाराहरू कति सुन्दर छ। बजारको आज घाम लागेर यो सडक्कै भइरहेको छ हो। ल अहिले भने चाहिँ हामी चाहिँ यहाँनिर जुमुनी आइपुगिसक्यौँ साथी हो। र हामी चाहिँ यहाँनिर बबल बेस होटेल बबल बेसमा आइरहेको छौँ हो। र साथी त भित्र गइहाल्नु भएको छ हो लुगा उठाउनु। साथीले त लिएर आउँछ र हामी चाहिँ फेरि जाने हो साथी हो चित्रेमा है। चित्रेमा गएपछि तपाईँलाई हजुरलाई म देखाउने छु। यहीँ हो बबल बेस नै साथी हो। बबल बेस यहाँबाट त साथीले लिएर आउँछ लुगा हो। हामी चाहिँ यहाँनिर मुनि जुमुनी छौँ नि हो। जुमुनी यहाँ माथितिर त पार्किङहरू छ। यस्तै छ साथी। के कसो लाग्छ है कमेन्टमा लेखेर भन्नुहोस् होला। है गाइस अहिले भने चाहिँ हामी रोपवे आइपुग्यौँ है। यहाँनिर हेरिहाल्नुहोस् हो। यहाँ माथि घिर्लिङ त आएको छैन रहेछ हो। यहाँनिर त्यस्तो छ। रोपवे आइपुग्यौँ हामी चाहिँ यहाँनिर बर्नेसमा आएको। यहाँनिर चाहिँ हामी लन्ड्री दिनुपर्ने थियो र त्यही दिनको लागि आएको। हेरिहाल्नुहोस् यहाँनिर माथि चाहिँ रोपवे हो। हजुरहरूलाई मैले क्याबिन आएको देखाइदिउँ भनेको तपाईँ त क्याबिनै आएको छैन रहेछ नि। ल यहाँ एउटा भने चाहिँ गयो है ओह्रालो। हेरिहाल्नुहोस्। ल फाइनली गाइस अब हामी चाहिँ यहाँनिर आरकेएम आइपुगिसकेको छौँ। र आरकेएममा आएर चाहिँ यहाँनिर हामी चाहिँ यहाँनिर अगाडि आएको हो। यहाँको एउटा घरमा आएको। यहाँनिर लन्ड्री उठाउनु र म भने चाहिँ आरकेएममा यहाँनिर भिडियो लिइरहेको छु र हजुरहरूलाई देखाइरहेको छु। यहाँ आरकेएमबाट चाहिँ म चाहिँ कस्तो देख्दो रहेछ है, के कस्तो लाग्छ हजुरहरूलाई है कमेन्टमा यसो गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला है। भाइलाई सपोर्ट गरिदिनुहोस् हो। भाइको भिडियो अब पहिला पहिला बनाउँदैछु है, के कस्तो हुन्छ अब राम्रो हुन्छ जस्तो लागिरहेको छ है भिडियो चाहिँ। अब हजुरहरूलाई चाहिँ यहाँबाट चाहिँ म देखाइरहेको छु। आरकेएम चाहिँ यस्तो छ यहाँनिर चाहिँ। आरकेएम चाहिँ रामकृष्ण मिसन हो है। हेरिहाल्नुहोस् यस्तै छ। र यो साथी हो यहाँबाट भने चाहिँ यस्तो देख्छ है। यो चाहिँ रामकृष्ण मिसन हुन्छ यसलाई चाहिँ आरकेएममा चाहिँ ल। र त्यही अब देखाउनुको लागि लिएको हजुरहरूलाई है। के कस्तो लाग्छ तपाईँहरूलाई है भन्नुहोस् होला है कमेन्टमा। भाइलाई सपोर्ट गरिदिनुहोस् होला। सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस् है। भाइलाई अलिकति भए पनि हेल्प सपोर्ट हुन्छ है। भिडियोहरू फुल हेरिदिनुहोस् होला के कस्तो लाग्छ है। र
जसक्दो मलाई लाग्छ अब हजुरहरूलाई राम्रै लाग्छ होला है मेरो भिडियो चाहिँ होइन। हजुरहरूलाई म अरू जग्गा पनि लाँदैछु है घुमाउँदै। फाइनली साथी हो हामी चाहिँ यहाँनिर चित्रे टी गार्डन आइपुग्यौँ। एकदमै राम्रो भ्यू देखिरहेको छ यहाँबाट चाहिँ है। हेरिहाल्नुहोस् यहाँ पर देख्दै गरेको लेबुङहरू हो, फुक्छिरिङहरू है। यहाँ भने चाहिँ यो चाहिँ चित्रे टी गार्डन देखिरहेको छ। एकदमै राम्रो भ्यू छ है साथी हो। आजको लागि चाहिँ हजुरहरूलाई है एकदमै राम्रो भ्यू लिएर आएको छु। हेरिहाल्नुहोस् र एकदमै राम्रो छ है चित्रे टी गार्डन चाहिँ। यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देख्छ र हजुरहरूलाई के कसो लाग्छ है भ्यूहरू भन्नुहोस् न। एकदम राम्रो भ्यू देखिरहेको छ है। यहाँनिर त सबैजना घुम्न आउँछ है यहाँनिर टी गार्डन हेर्नुकै लागि पनि होइन। यहाँनिर एकदमै यहाँ हेरिहाल्नुहोस् टुरिस्टहरू पुरै यहाँ यो भ्यू हेर्नुको लागि त कतिजना आउँछ यहाँनिर। तपाईँले पनि यहाँनिर घर बसी बसी एकदमै राम्रो भ्यूको मजा लिनुहोस् है। एकदमै राम्रो भ्यू छ। घर बसी बसी एकदमै राम्रो भ्यू हेर्नु पाइन्छ है साथी हो। वाउ है। र म भने चाहिँ यहाँनिर एकदमै तपाईँहरूलाई भ्यू देखाइरहेको छु हो। यहाँनिर भन्दा फुक्सिरिङ हो, लेबुङ, यहाँ म यो भने फुक्सिरिङ, यहाँ भने चित्रे टी गार्डन है। र म भने चाहिँ हजुरहरूको लागि भिडियो सानो बनाइरहेको छु। के कस्तो लाग्छ है कमेन्टमा लेख्नुहोस् होला। हजुरहरूको लागि कमेन्ट त एकदमै गर्नुहोस् है। अन्त सब्सक्राइब गरिदिनुहोस् च्यानललाई र लाइक गर्नु नबिर्सिनुहोस्। यो चाहिँ हाम्रो दार्जिलिङको एकदमै भ्यू पोइन्ट हो